ल नेपालमा यातायातको सुरु भनेर भनेको छ। यातायात भनेर भनेको चाहिँ यो बग्गी चढ्ने, बग्गी भनेको तिन पाङ्ग्रे भनेको चाहिँ तपाईँको त्यो ताँगा के ताँगा भन्छ नि त्यसलाई भनेर भनेको, त्यो भीमसेन थापाका पालामा सुरु भएको। मोटर चढ्ने पहिलो मान्छे वीर शमशेर हो। वीर शमशेरले भीमफेदीबाट मोटर बोकेर ल्याएर चढेको होइन त्यो भनेको। रेल सेवाको सुरुवात जुद्ध शमशेरका पालामा भएको। त्यो रेलको नाम हो जनकपुर जयनगर रेल सेवा, 1993को 51 किलोमिटर। 51 किलोमिटर जनकपुर जयनगर रेल सेवा चाहिँ जुद्ध शमशेरका पालामा सुरु भएको थियो होइन, त्यो भनेको पहिलो। अब अम्लेखगञ्ज भिक्षाकोरी रेल सेवा पनि, अम्लेखगञ्ज भिक्षाकोरी रेल सेवा चाहिँ तपाईँको त्यहाँनिर सुरुवात भएको थियो त्यो बेला होइन, भनेको त्यो चन्द्र शमशेरका पालामा थियो। पछि यो आधिकारिक रूपमा चलेको नै यही हो। अनि 1996 विक्रम सम्वत 1996मा नेपालमा सार्वजनिक यातायात, पब्लिक ट्रान्सपोर्टेसनको सुरुवात 1996मा भएको, 1996मा। 2006 वैशाख 11मा गौचरमा हवाईजहाज अवतरण, गौचरणमा हवाईजहाज अवतरण। 2007मा यातायात मन्त्रालयको स्थापना, पहिलो मन्त्री भद्रकाली मिश्र हो। पहिलो यातायात मन्त्री भद्रकाली मिश्र है, पहिलो यातायात मन्त्री भद्रकाली मिश्र। अनि त्यसपछि 2013मा नेपालको पहिलो कालोपत्रे सडक, कालोपत्रे सडकको नाम हो, यो भारतले बनाइदिएको, नेपालको पहिलो कालोपत्रे सडक भारतले बनाइदिएको। 189 किलोमिटर, त्रिभुवन राजपथ, बाई रोड पनि भनिन्छ यसलाई, बाई रोडको बाटोमा मोटर गुडाउँदै। अब फेरि 2013 सालमा टर्ली मार्ग आयो। 13मा टर्ली मार्ग, 13 किलोमिटर टर्ली मार्ग, त्रिपुरेश्वरदेखि सूर्यविनायक भक्तपुरसम्म। त्यो कसले? चीन सरकारले सब बनाइदिएको, यो चीनले बनाइदिएको हो, चीन सरकारले बनाइदिएको। ठिक छ। त्यसपछि 2015 असार 17मा नेपाल वायुसेवा निगमको स्थापना, नेपाल वायुसेवा निगमको स्थापना। नेपाल वायुसेवा निगम 1958 जुलाई 1मा वायुसेवा निगमको स्थापना भएको थियो नि, हो त्यो भनेको 2015 असार 17 हो। 2015 असार 17मा नेपाल वायुसेवा निगमको स्थापना। अनि नेपालमा पहिलो विमान दुर्घटना कहिले भयो भन्दाखेरि 2017 कार्तिक 20मा भयो। 2017 कार्तिक 20को पहिलो विमान दुर्घटना कुन ठाउँमा भयो? भैरवामा, त्यही पहिलो विमान दुर्घटना भनेको। अनि 17 सालमा अरनिको राजमार्ग, अरनिको राजमार्ग, अरनिको कसले बनाइदियो? चीनले बनाइदियो, चीन सरकारको सहयोगमा अरनिको राजमार्ग बनेको। साम्यवाद मोटर चढेर आउँदैन कुन राजाले भनेका हुन्? महेन्द्र राजमार्ग, महेन्द्र राजाले। कुन राजमार्ग शिलान्यास गर्ने क्रममा भनेका हुन्? अरनिको राजमार्ग शिलान्यास गर्ने क्रममा। महेन्द्र राजमार्ग कहिले बनेको हो? 19 सालमा। त्यसपछि चाहिँ 21 सालमा कुन राजमार्ग बन्यो? रोपवे, रोपवे भनेको रज्जु मार्ग भनेको त्यो 42 किलोमिटरको, काठमाडौँदेखि हेटौँडाको, अमेरिकाको सहयोगमा हो, अमेरिकाको सहयोगमा, यो अमेरिकाको सहयोगमा बनेको रोपवे। रोपवे यानि कि रज्जु मार्ग अमेरिकाको सहयोगमा बनेर बनेको है, भन्ने बनेको। अर्को चाहिँ तपाईँको के छ भन्दाखेरि यो चाहिँ तपाईँको पृथ्वी राजमार्ग, 21 सालमा पृथ्वी राजमार्ग, 21मा चाहिँ यो 2021मा यो पृथ्वी राजमार्ग चीन सरकारको सहयोगमा निर्माण भएको। अनि 24मा भनेको सिद्धार्थ राजमार्ग, सिद्धार्थ राजमार्ग भनेर भनेको चाहिँ 2024मा स्थापना भएको भनेर भनेको। ल यति कुरा चाहिँ तपाईँको पहिला सार्ने। अनि त्यसपछि नेपालका पुरानो राजमार्ग भन्यो भने यो चाहिँ तपाईँको नेपालको पुरानो राजमार्ग भन्नु, नेपालको सबभन्दा पुरानो राजमार्ग भनौँ यो पहिला राजमार्ग, नेपालका पहिला राजमार्ग भनेर भनेको चाहिँ तपाईँको सुरुका राजमार्ग भनेर भनेको, पहिलो सुरुका राजमार्ग भनेर भनौँ भने त्यो त्रिभुवन, अरनिको, महेन्द्र, पृथ्वी र सिद्धार्थ। कहिलेकाहीँ अहिलेसम्म क्वेसन चाहिँ सोधेको छैन, तर क्वेसन सोध्न सक्छ। त्यस कारणले गर्दाखेरि पुराना राजमार्गहरू त्यसरी चाहिँ हेर्नु पर्यो। ठिक छ यहाँसम्म? ल ठिक छ भने भन्नु, नभए भने अगाडि बढ्छु म। ल त्रिभुवन राजमार्ग पहिलो राजमार्ग, त्यसपछिको अरनिको, त्यसपछिको महेन्द्र, त्यसपछि पृथ्वी, त्यसपछि सिद्धार्थ है, सिद्धार्थ राजमार्ग। ठिक छ भन्नु भएको छ। ल अब 24सम्मको यति डेटहरू, यो सिक्वेन्सियल अर्डरमा चाहिँ हजुरले हेर्नु होला है। स्क्रिनसट गर्न मिल्ने गरी भनेको यति देखाउँछु नि त। ल ल स्क्रिनसट गर्नु त यति भन्नु है। ल ल यति गर्नु स्क्रिनसट, यति स्क्रिनसट गर्नु। अनि रेकर्ड पनि आइरहेको छ, त्यो भएर यति स्क्रिनसट गर्नु न हजुरले, यति स्क्रिनसट गर्नु त। ल यति स्क्रिनसट गर्नु पहिला भनेको यो बग्गीदेखि मोटर रेल अनि विक्रम 96 6 7 13 13 15 17 17 19 21 21 24सम्मको यो डेटको कुरा हो यो। भनेपछि यति स्क्रिनसट गर्नुभयो भने, अथवा चाहिँ त्यही उसमा पनि छ हजुरहरूको, अब रेकर्ड पनि छ नि त, त्यो भएर रेकर्ड पनि हेर्नुहुन्छ नि, त्यही भएर। ल स्क्रिनसट भयो यति भएपछि। ल अब 24सम्मको स्क्रिनसट भयो होइन।
अब त्यसपछि चाहिँ तपाईँको अब महेन्द्र राजमार्गको बारेमा थोरै यति कुरा महेन्द्र राजमार्गको लेख्नु पहिला ल। महेन्द्र राजमार्ग मात्रै ट्याक्क देखिने गरी बनाइदिन्छु ल मैले। यो मैले अघि भर्खरै यो लगत्तै पढाएको भएर हजुरलाई किन लेखिराखौँ यहाँ आखिर छँदैछ भनेर हो है। यति चाहिँ यति महेन्द्र राजमार्गको बारेमा छ है। यहाँदेखि यति चाहिँ तपाईँको महेन्द्र राजमार्गको बारेमा हो। यति चाहिँ महेन्द्र राजमार्गको बारेमा ल हेर्नु त। यति महेन्द्र राजमार्गको बारेमा हजुरहरूले पढेकै कुरा छ। यसलाई स्क्रिनसट गरेर गर्नु। लेख्ने कुरामा पनि म भनिहाल्छु तपाईँलाई है त। ल अब त्यसपछि यहाँ हेर्नु है ध्यान दिएर पहिला हेर्नु अनि त्यसपछि साह्रै सार्नु होला। महेन्द्र राजमार्ग भनेर भनेको यसको लम्बाइ भनेको 1024 किलोमिटर हो। पहिला सुरुमा 1024 किलोमिटरबाट सुरु भएको महेन्द्र राजमार्ग 1024 किलोमिटरबाट सुरु भएको अहिले 1028 किलोमिटर हो महेन्द्र राजमार्गको लम्बाइ। गड्डा चौकीतर्फ 4 किलोमिटर विस्तार भएको होइन, त्यही भएर 1028 भयो। महेन्द्र राजमार्गले कति जिल्ला छुन्छ? 22वटा जिल्ला छुन्छ। पहाडका कतिवटा जिल्ला? 2टा जिल्ला। तराईका कतिवटा? 20वटा जिल्ला। पहाडका 2टा कुन कुन हुन्? एउटा मकवानपुर हो, अर्को अर्घाखाँची हो। अनि तराईमा कति जिल्ला छन्? 21। कुन जिल्ला छन्? पर्सा। पर्सा बाहेक सबैलाई छुँदो रहेछ। अनि कहाँबाट सुरु हुन्छ त यो राजमार्ग? मेचीनगर झापाबाट गड्डा चौकी कञ्चनपुरसम्म जान्छ महेन्द्र राजमार्ग, मेचीदेखि मेची टु महाकाली। अनि अग्लो भाग कहाँ हो त भन्दाखेरि बाँकेको पुसमा कुसुम 950 मिटर। महेन्द्र राजमार्गको सबभन्दा अग्लो भाग बाँके कुसमा, कुसमा होइन पुसमा कुसुम 950 मिटर उचाइमा छ। त्यसपछि होचो भाग भनेको सुनसरी इटहरी 71 मिटर, सुनसरी 71 मिटर चाहिँ मा छ। बढी भाग भनेको बाँकेमा 82 किलोमिटर छ। कम भाग अर्घाखाँचीमा 4.98 किलोमिटर छ। बढी भाग बाँकेमा 82 किलोमिटर। नेपाल महेन्द्र राजमार्गको सबभन्दा बढी भाग बाँके जिल्लामा छ, त्यो 82 किलोमिटर हो। अनि सबभन्दा कम भाग अर्घाखाँचीमा 4.98 किलोमिटर छ। ठिक छ यहाँसम्म। अब यसले चाहिँ कतिवटा खण्ड बनाएको छ त महेन्द्र राजमार्गका भन्दाखेरि 6वटा खण्ड। खण्ड भनेको मेचीदेखि ढल्केवरसम्म भारत सरकारले सहयोग गरेको छ। मेचीदेखि ढल्केवरसम्म भारत सरकारले, ढल्केवरदेखि पथलैया सोभियत सङ्घ रुस सरकारले, ढल्केवरदेखि पथलैया सोभियत सङ्घ रुस सरकारले। अनि 3 नम्बरमा पथलैयादेखि हेटौँडा नेपालको आफ्नै, किन भन्दाखेरि त्यहाँ त्रिभुवन राजमार्ग हुन्छ, त्रिभुवन राजमार्ग हुन्छ होइन। बढी दाङमा होइन र भन्नुभएको छ। दाङ चाहिँ अहिले चाहिँ तपाईँको होइन, बाँकेमै हो, पहिला नवलपरासीमा थियो। हेटौँडा नारायणगढ भनेको चाहिँ तपाईँको, हेटौँडा नारायणगढ भनेको चाहिँ तपाईँको यो एडिबी एसियन डेभलपमेन्ट ब्याङ्क हो। अनि त्यसपछि नारायणगढ बुटवल गड्डा नारायणगढदेखि बुटवलसम्म बेला सरकारको सहयोगमा, बुटवलदेखि गड्डा चौकीतर्फ भारत सरकारको सहयोगमा है। ल अब यो चाहिँ तपाईँको के भन्दाखेरि यो 6वटा खण्डमा मेचीदेखि ढल्केवरसम्मदेखि बुटवल गड्डा चौकीसम्म सबभन्दा लामो खण्ड कुन हो भन्दाखेरि यो बुटवलदेखि गड्डा चौकीको 455 किलोमिटर लामो छ। अब छोटो त यो कति 26 किलोमिटर, पथलैयादेखि हेटौँडाको जम्मा 26 किलोमिटर हो। यो सबभन्दा छोटो बाटो हो यो 26 किलोमिटरको। त्यो पनि त्यो खण्ड नेपालको आफ्नै, किन भन्दाखेरि त्रिभुवन राजमार्ग पर्ने भएर त्यसको चाहिँ भनेर भनेको। अनि महेन्द्र राजमार्ग एसियन हाइवे नम्बरको कतिमा पर्छ? 2मा पर्छ। नेसनल हाइवेको नम्बर कतिमा पर्छ? 1मा पर्छ। एसियन हाइवे नम्बरको कोड नम्बर 2मा कोड भएको छ भने, अनि त्यसपछि नेपालको राष्ट्रिय राजमार्गको नम्बर 1मा कोड भएको छ महेन्द्र राजमार्ग भनेर भनेको। ल यति चाहिँ महेन्द्र राजमार्गको बारेमा भयो है। पहिला हाइवेहरू अनि त्यसपछि राष्ट्रिय राजमार्गहरू पनि भनिहाल्छु म। ठिक छ ल। अब यो म यसको चाहिँ यही नै तपाईँले पढेको कुरा हो, यसमा चाहिँ त्यति धेरै गर्न पर्दैन। अब त्यसपछि पुष्पलाल लोकमार्ग है। पुष्पलाल लोकमार्ग पनि हेर्नु। पुष्पलाल लोकमार्ग भनेको मध्यपाडी लोकमार्ग। मैले चाहिँ यहाँ लेखेको भएर अल्छी गरेको है। हजुरहरूले भन्नुहुन्छ भने म लेखिदिन्छु, केही छैन, मलाई म फटाफट लेखिदिइहाल्छु। आखिर किन लेख्नु पर्यो, यहीँ नै छ, भर्खरै पढाएको, त्यही भएर यहीँ रहिराखेको। अब त्यस्तो समय परेको आज, त्यही भएर ठ्याक्कै एउटै टपिक परेछ नि त योभन्दा अगाडि यहाँ, त्यही भएर भनेर भनेको। ल अब मध्य पहाडी राजमार्ग, मध्य पहाडीको अर्को नाम हो पुष्पलाल लोकमार्ग है। पुष्पलाल लोकमार्ग, यो पुष्पलाल लोकमार्ग सुरुमा 1776 किलोमिटर निर्माण गर्ने भनेको थियो मध्य पहाडी पुष्पलाल। अब यो अहिले बढेर कति भयो? 1879 किलोमिटर भयो। 1879 किलोमिटर बढेर गयो त्यहाँसम्म है। अनि त्यसपछि यो कहाँ हो त भन्दाखेरि 5 थरबाट बैतडीसम्म हो। यो 5 थर, पूर्वमा 5 थरदेखि पश्चिमको बैतडीसम्म हो यो मध्य पहाडी राजमार्ग जाने होइन, त्यो भागमा जान्छ। अब 5 थरको पनि कुन भन्ज्याङ भनौँ भने चिबा भन्ज्याङ, बजार भनौँ भने च्याङथापु बजार। 5 थरको चिबा भन्ज्याङ वा च्याङथापु बजारदेखि
कुन ठाउँसम्म झुलाघाट भनेको यो इन्डिया हो, पारी इन्डिया वारी नेपाल छ, त्यो झुलाघाट बैतडीको वारिपारि पुल छ, अनि त्यसपछि त्यहाँ चाहिँ तपाईँको सिमानासम्म जान्छ, भारतसम्मै जाने हो त्यो भनेको। अनि त्यसले कतिवटा जिल्ला छुन्छ त मध्य पहाडका, 26वटा जिल्ला छुन्छ पहाडका। त्यसपछि अब कतिवटा सदरमुकाम, 20वटा सदरमुकाम, 20वटा सदरमुकाम त्यसले छुन्छ भनेको चाहिँ। अब सबभन्दा बढी भाग कुन जिल्लामा पर्छ त मध्य पहाडीको बागलुङमा, बागलुङमा सबभन्दा बढी भाग। कति किलोमिटर भनेर नसोध्नु, मसँग आन्सर छैन। कति किलोमिटर भन्ने चाहिँ तपाईँको अहिले डिटरमाइन भएको छैन, अहिले बन्दैछ, त्यही भएर पनि कम्प्लिट भएको छैन होइन। अनि कम भाग भनेको ओखलढुङ्गामा हो, सबभन्दा चाहिँ मध्य पहाडी राजमार्गको सबैभन्दा थोरै भाग चाहिँ ओखलढुङ्गामा पर्छ होइन, ओखलढुङ्गामा। त्यसपछि मध्य भाग चाहिँ पाटी भन्छ नुवाकोटमा पर्छ। हामीले चाहिँ तपाईँको यो के भन्छ महेन्द्र राजमार्गको मध्य भाग चाहिँ कावसतीमा उता मध्यबिन्दु नगरपालिका, मध्य नेपाल र मध्यबिन्दु दुईटा छन् नि। मध्य नेपाल नगरपालिका भनौँ भने लमजुङ, मध्यबिन्दु नगरपालिका भनौँ भने चाहिँ नवलपरासी पूर्व भने जस्तै यसको मध्य भाग पाटी भन्छ नुवाकोटमा छ। अब यसका 10वटा नयाँ सहर भनेको छ के अरे तपाईँको यो मध्य पहाडीका 10वटा नयाँ सहरमा फिदिम 5 थर 1, तेह्रथुमको बसन्तपुर 2, सिन्धुलीको खुरकोट 3, धादिङको बैरेनी 4, तनहुँको डुम्रे 5, बागलुङको बुर्तिवान 6, रुकुम पश्चिमको चौरदारी 7, दैलेखको राकम 8, अछामको साँपेबगर 9, बैतडीको पाटन 10, बैतडीको पाटन 10। यी चाहिँ तपाईँको के भन्दाखेरि 10वटा चाहिँ तपाईँको नयाँ सहर, मध्य पहाडी राजमार्गका 10वटा नयाँ सहर भनेर भनेको चाहिँ यो ती जिल्लामा तोकेको हो। यो 5 थरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुरकोट, धादिङको बैरेनी, तनहुँको डुम्रे, बागलुङको बुर्तिवान, पश्चिम रुकुमको चौरजारी, राकम दैलेखको राकम, अछामको साँफेबगर, बैतडीको पाटन, यी चाहिँ 10वटा नयाँ सहर हुन्। त्यही भएर यो राजमार्ग कहाँबाट जान्छ भन्ने पनि कहिलेकाहीँ महत्त्वपूर्ण क्वेसन हो। त्यही भएर यो राजमार्ग कहाँबाट जान्छ भन्दाखेरि यो फिदिम हो है, ध्यान दिएर। यो 5 तेह्रथुम यो चाहिँ तपाईँको यो ताप्लेजुङ हो, ताप्लेजुङमा यसले छुन्न हो। ताप्लेजुङमा नछुएपछि एकैचोटि यो 5 थरबाट सुरु हुन्छ, 5 थर, 5 थरबाट सुरु हुन्छ। अनि यहाँ तेह्रथुममा आउँछ, यो तेह्रथुम हो वारी। तेह्रथुमबाट यतापट्टि कहाँ जान्छ भन्दाखेरि धनकुटा थोरै छुन्छ हो। धनकुटाबाट यतापट्टि कहाँ जान्छ, भोजपुर जान्छ सिधै, उता शङ्खसभा जान्न भोजपुर आउँछ। भोजपुरबाट खोटाङ आउँछ, खोटाङ, खोटाङबाट कहाँ जान्छ भनेको ओखलढुङ्गा जान्छ, ओखलढुङ्गा है। ओखलढुङ्गाबाट कहाँ निक्लिन्छ भन्दाखेरि सिन्धुली जान्छ हो, सिन्धुली आउँछ। सिन्धुलीबाट पारी कहाँ जान्छ, रामेछाप जान्छ। अनि त्यसपछि काभ्रे प्लान्चोक निक्लिन्छ, काभ्रेबाट धादिङ जान्छ, धादिङबाट तपाईँ कहाँ जान्छ भन्दाखेरि तनहुँ जान्छ, तनहुँ, तनहुँबाट पारी लमजुङ पुग्छ। अनि त्यसपछि यो कास्की निक्लिन्छ पोखरा, पर्वत जान्छ, बागलुङ जान्छ, बागलुङबाट रुकुम पूर्व छिर्छ एकैचोटि, रुकुम पूर्व, पश्चिम रुकुम जान्छ, पश्चिम रुकुम। त्यसपछि पश्चिम रुकुम पारी चाहिँ कहाँ जान्छ भन्दाखेरि दैलेख जान्छ होइन, दैलेख भनेको जाजरकोट हुँदै सुर्खेत हुँदै जान्छ अझ। अनि त्यसपछि चाहिँ तपाईँको यो दैलेख पछि पारी कहाँ निक्लिन्छ, अछाम निक्लिन्छ। अछाम पछि कहाँ निक्लिन्छ यो भन्दाखेरि पाटन निक्लिन्छ, बैतडी, बैतडी जान्छ। यसरी जान्छ हो यो बाटो होइन। यो बाटो त चाहिँ तपाईँको अब यो फिदिमबाट जाने हो। यो भन्न खोजेको चाहिँ यसले कहिलेकाहीँ चाहिँ कुन जिल्ला छुन्छ छुँदैन भन्ने कुरा पनि कहिलेकाहीँ चाहिँ सोधेको हुन्छ। त्यो भएर हजुरहरूले अफिसरले हेर्नु पर्यो। नुवाकोट छुट्यो भन्नुभएको छ, नुवाकोट काभ्रेबाट नुवाकोट आउँछ होइन, काभ्रेबाट यहाँ नुवाकोट आउँछ अनि बल्ल धादिङ जान्छ। नुवाकोटको पार्टी भन्छ त्यहाँ छुन्छ नि, जस्तै यसले स्याङ्जा छुन्छ त छुँदैन। किन छुँदैन भन्दाखेरि यो कास्की निक्लिन्छ, यी पर्वत र कास्की हुन्छ, तर स्याङ्जा यहाँ पर्छ, स्याङ्जा छुँदैन यसले होइन। यसरी यसरी चाहिँ तपाईँको हेर्नु पर्यो। यसले म्याग्दी छुन्छ त म्याग्दी छुँदैन, माथि जान्छ, बागलुङबाट यता रुकुम निक्लिन्छ होइन। त्यस कारणले गर्दाखेरि यो चाहिँ तपाईँको के भन्दाखेरि अब हजुरले हेर्दाखेरि चाहिँ यसले जस्तो अब कुन पार्टमा यसले चाहिँ तपाईँको आफ्नो स्थान बनाएको छ भन्ने कुरा। अब एकचोटि हजुरहरूले यो राजमार्गको बारेमा मैले तपाईँहरूलाई यो हेर्नु भनेको होइन, तर त्यहाँ मैले जस्तै हजुरहरूले फुर्सदको बेलामा यहाँ युट्युब च्यानल छ नि मेरो, त्यो युट्युब च्यानलमा गएर एकचोटि चाहिँ तपाईँले हेर्नु होला है। जस्तो चाहिँ तपाईँको ल ल यहाँ हेर्नु त एकचोटि कि अब यहाँ कहाँ जोडिन्छ भन्दाखेरि यो चाहिँ कटारी ओखलढुङ्गा भनेपछि यो भिमानबाट अगाडि गएर कटारी जान्छ,
अनि कटारी डाँडा ओखलढुङ्गा भनेको सिद्धिचरण श्रेष्ठ राजमार्ग जान्छ भनेर त्यसरी सम्झिनु पर्यो है। र अब केटिएमबाट ध्यान दिएर हेर्नु होला। केटिएमबाट अलिकति तल आइसकेपछि नौबिसे भन्ने ठाउँ छ, नौबिसे हो। नौबिसेबाट चाहिँ यतापट्टि झरेर हेटौँडा निक्लिनु पर्यो, दामन हुँदै यतापट्टि आएर हेटौँडा आउनु पर्यो। यो भनेको यो नौबिसाको मिर्चैया 70 भइहाल्यो। अनि त्यसपछि चतरा किन वान्तवा राई राजमार्ग, फिक्कल पशुपतिनगर रत्नकुमार वान्तवा राई राजमार्ग होइन। अनि त्यसपछि तपाईँ यता गए ल त्यहाँ चाहिँ छ, त्यसलाई चाहिँ हजुरले युट्युबबाट यसो हेर्नु होला है। ल ल यो चाहिँ तपाईँको अब मध्य पहाडी राजमार्ग भनेर भनेको यो मध्य पहाडीको चाहिँ तपाईँको त्यो पाठ लेखेँ मैले, त्यति कुरा भयो। मध्य पहाडी तपाईँलाई पुगी पनि हाल्छ। अब त्यसपछि हामी चाहिँ जाउँ हुलाकी राजमार्ग। हुलाकीमा पनि ठ्याक्कै यही हो। हुलाकीमा पनि ल हेर्नु है, हुलाकी राजमार्ग। अब हुलाकी राजमार्ग भन्ने बित्तिकै यो डाक बोक्न पहिला राणाकालबाट नै सुरु गर्न खोजेको यो हुलाकीहरूले डाक बोक्न प्रयोग गरेको भएर त्यसको नाम हुलाकी रहेको। अब सुरुमा चाहिँ इन्डियाले सहयोग गर्छु भनेर भनेको थियो, इन्डियाले सहयोग गर्ने भनेर सुरु गरेको, तर पछि इन्डियाले हात जिक्यो होइन। इन्डियाले हात जिकेपछि नेपालले आफै सुरु गरेको छ। 1792 किलोमिटरबाट सुरु भएको, अहिले 1857 किलोमिटर छ। तराईका सबै 21 जिल्ला छुन्छ यो हुलाकी राजमार्गले। हुलाकी राजमार्गले तराईका 21 जिल्ला छुन्छ। सुरुमा भारतको सहयोग, अहिले नेपालले आफै गरेको छ यो। झापाको भद्रपुरदेखि कञ्चनपुरको बेलौरीसम्म, कञ्चनपुरको बेलौरी अथवा लास्ट पोइन्ट भनेको चाहिँ दोधारासम्म हो होइन। लास्ट पोइन्ट भनेको दोधारासम्म, कञ्चनपुरको चाहिँ तपाईँको दोधारासम्म चाहिँ त्यो फैलिएको छ भनेको। अब यसले 10वटा नयाँ सहर बनाउने भनेको छ। 10वटा नयाँ सहर भनेर भनेको चाहिँ यो गौरीगञ्ज, झापाको गौरीगञ्जमा एउटा सहर बन्छ अरे, मोरङको रङ्गेलीमा एउटा सहर बन्छ अरे, सप्तरीको शम्भुनाथमा एउटा बन्छ अरे शम्भुनाथ, अनि महोत्तरीको बलवा र सरपल्लो दुईटाको समेत भनेर भनेको छ, बलवा र सरपल्लो। त्यसपछि सर्लाहीको ईश्वरपुरमा बन्ने भनेको छ, बाराको महागढी माईमा बन्ने भनेको छ, नलपरासी पश्चिमको बर्दघाटमा बस्ने भनेको छ, बर्दघाट होइन, बर्दघाट, राजापुरको बर्दियाको राजापुरमा, कैलालीको त्रिशक्ति भदानीमा, कञ्चनपुरको बेलौरीको ट्यापे भनेर सम्झनु। यतिवटा 10वटा नयाँ सहर, हुलाकी राजमार्गका पनि 10वटा नयाँ सहर भनेर यसरी। कहाँदेखि कहाँ जाँदो रहेछ भन्ने कुरा यसमा त कन्फ्युजनै भएन। किन कन्फ्युजन भएन भन्दाखेरि चाहिँ तपाईँले चाहिँ जस्तो अब तराईका सबै 21 जिल्ला छुने भए छेउछेउबाट होइन, छेउछेउबाट 21 जिल्ला छोपछि सबै जिल्ला छुने भयो, यो जिल्ला छो यो जिल्ला छोन भन्न परेन, त्यो कुरा सजिलो भयो। ल अब यो चाहिँ तपाईँको हुलाकी राजमार्ग, हुलाकी राजमार्गको जुन चाहिँ भाग छ के अरे यो झापाको गौरीगञ्जदेखि अनि कञ्चनपुरको बेलौरीसम्म, यसको पाठ भनेर भनेको चाहिँ तपाईँको हुलाकी राजमार्गले ओगटेको पाठ हो यो भनेर भनेको है। ल ठिक छ, अगाडि बढेँ म, केही छ भने भन्नु। ल अब त्यसपछि मदन भण्डारी अर्को राजमार्ग छ। मदन भण्डारी अर्को राजमार्ग छ भन्न खोजेको 75 जेठ 7 गतेबाट मदन भण्डारी राजमार्ग सुरु भयो। झापाको शान्तिनगर भन्ने ठाउँ छ, मदन भण्डारीको जन्म भनेको त झापाबाट सुरुवात भएको भनेर। झापाको शान्तिनगरदेखि डडेलधुराको रूपालसम्म मदन भण्डारी राजमार्ग जान्छ। त्यो किताबमा 13 जिल्ला भएको छ, त्यहाँ 19 जिल्ला बनाउनु, अहिले 19 जिल्लाको रिपोर्ट आयो, त्यही भएर 19 राखेको छु मैले है। 19 जिल्ला त अब निर्माण हुने क्रममा छ, बढ्न सक्छ नि त, त्यही भएर 19 जिल्ला। 1390 किलोमिटर, 1390 किलोमिटर भनेको 1310 किलोमिटरबाट सुरु भएको, अहिले 1390 किलोमिटरसम्म यसको चाहिँ लम्बाइ पुगेको छ। 14वटा जिल्ला भनेर पढ्नु भएको थियो भने अब 19वटा जिल्ला पुगेको छ नि यो। अब यो कहाँ कहाँबाट जान्छ भन्ने कुरा चाहिँ तपाईँको जस्तै अब यसले चाहिँ तपाईँको जाने पाठ भनेको चाहिँ कहाँ निक्लिन्छ भन्दाखेरि यो झापाबाट धरान निक्लिन्छ। धरान भनेको चाहिँ सुनसरी, धरानबाट यो एकैचोटि गाईघाट निक्लिन्छ, गाईघाटबाट भिमानमा आएर भेट हुन्छ, भिमानमा यताबाट चाउचाउबाट आउँछ नि त बिपी राजमार्ग आएर भिमानमा भेट भएर अनि यहाँ सँगसँगै गएर अनि त्यसपछि यो बाटो हेटौँडा निक्लिन्छ। यो त चाउचाउबाट त काठमाडौँ आउने भयो बिपी राजमार्ग, अनि हेटौँडा निक्लिने भयो। हेटौँडाबाट गैँडाकोट जान्छ, गैँडाकोट भनेको नवलपरासी,
गैँडागढबाट छिरेर यता चाहिँ तपाईँको पाल्पा गुल्मी निक्लिन्छ, गुल्मी सिमिचौर हुँदै मच्छिउचा चाहिँ तपाईँको सल्यान प्युठानतिर गएर अनि त्यसपछि चाहिँ तपाईँको यो कहाँ निक्लिन्छ भन्दाखेरि सुर्खेत अनि एकैचोटि चाहिँ तपाईँको उहाँ जोगबुढा, जोगबुढा डडेलधुरा निक्लिन्छ, जोगबुढा डडेलधुरा गएर अनि रूपालसम्म गएर यो बाटो सकिन्छ माथि माथिको र भनेको। त्यही भएर मैले यहाँ तपाईँहरूलाई अलिक कन्फ्युजन हुनुहुन्छ कि भनेर सबैभन्दा तल दक्षिणको राजमार्ग हुलाकी राजमार्ग झापाको भद्रपुरदेखि कञ्चनपुरको दोधारोसम्म, महेन्द्र राजमार्ग मिचिनगर झापादेखि यतापट्टि गड्डा चौकीसम्म हो, मदन भण्डारी यता चाहिँ तपाईँको झापाको शान्तिनगरदेखि डडेलधुरा रूपालसम्म, मध्य पहाडी राजमार्ग पाँचथरदेखि बैतडीको धुलाघाटसम्म, ग्रेट हिमालयन ट्रेल हामीले पढेको ताप्लेजुङदेखि दार्चुलासम्म। त्यही भएर तपाईँलाई यो राजमार्ग पहिला स्थापनाका आधारमा सोध्यो भने मैले अघि भनिसकेको छु, स्थापनाका आधारमा सबभन्दा पुरानो त्रिभुवन राजमार्ग, त्यसपछि चाहिँ अरण्यको 17मा, 19मा महेन्द्र राजमार्ग, अनि त्यसपछि 21मा पृथ्वी राजमार्ग अथवा रोपवे, अनि त्यसपछि 24मा अथवा 21मै बनेको हो, 24मा सम्पन्न भएको भएर सिद्धार्थ राजमार्ग 21, 24 भनेर त्यसरी ऱ्याङ्किङ गरेका थिएँ। अब दक्षिणबाट उत्तरतिर आउने ठुला राजमार्ग भनेर कहिले काहीँ क्वेसन सोध्छ, दक्षिणबाट उत्तरमा, दक्षिणबाट उत्तरमा गयो भने यता गयो, दक्षिणबाट उत्तरमा भनेको सबैभन्दा पहिला दक्षिणमा हुलाकी, त्यसपछि महेन्द्र, त्यसपछि मदन भण्डारी, त्यसपछि पुष्पलाल, त्यसपछि ग्रेट हिमालयन ट्रेल, त्यसपछि ग्रेट हिमालयन ट्रेल होइन, यसरी जाने भयो। माथिबाट भन्दै आउनुभयो भने ग्रेट हिमालयन ट्रेल, पुष्पलाल, मदन भण्डारी, मध्य के अरे महेन्द्र राजमार्ग, अनि त्यस महेन्द्र राजमार्ग अनि हुलाकी राजमार्ग, यसरी आउनु पर्यो तपाईँ। माथिदेखि तल, तलदेखि माथिको चाहिँ तपाईँको पाठमा पनि हेर्नु पर्यो क्या कहिले काहीँ चाहिँ। ठिक छ ल। अब त्यसपछि हामी फास्ट ट्र्याक, यहाँ छ केही छ भने भन्नु है हजुरहरूले, म अनि त्यसपछि तपाईँलाई जे भन्नुहुन्छ त्यो अगाडि बढिहाल्छु। फास्ट ट्र्याक द्रुत मार्ग यो 81 किलोमिटरबाट सुरु भएको, अहिले घटेर 70.9, अहिले चेन्ज भएको छ है, अस्ति नयाँ चेन्ज आएको, त्यही भएर 70.9। बाराको निजगढदेखि काठमाडौँसम्म 4 जिल्ला भनेको बारा, मकवानपुर, ललितपुर र त्यसपछि काठमाडौँ, 4वटा जिल्लामा फास्ट ट्र्याक छ। नेपाली सेनाले निर्माण गरिरहेको छ अहिले। आजियाटा यो आबुधाबीको कम्पनीले लिएको थियो, पछि छोड्यो होइन, छोडेर गइसकेपछि यो सेनाले आफै गरिरहेको। सुरुङ मार्ग भनेको 9 विशेष सुरुङ मार्ग हो। 9 विशेष सुरुङ मार्ग भनेपछि यसको लम्बाइ 2.68 किलोमिटर हो, अनि जापान सरकारको सहयोगमा बनेको हो। अब चलेको छैन, अब चल्छ होला यो है, चलेको छैन, अब चल्छ होला फास्ट ट्र्याक चाहिँ। अब चक्रपथ, चक्रपथ भनेको भित्री चक्रपथ 27.2 किलोमिटर, बाहिरी चक्रपथ 72 किलोमिटर, यो चीन सरकारको सहयोगमा, चीन सरकारको सहयोग चक्रपथ है, भित्री र बाहिरी दुईटा भनेको चक्रपथ, भित्री भित्री चक्रपथ र बाहिरी चक्रपथ भनेर भनेको है। अनि अर्को सिल्क रोड, SILK, सिल्क रोड भनेको चाहिँ रेशम मार्ग पनि भन्छ है यसलाई, रेशम मार्ग, रेशम मार्ग भनेको यो चीनमा हो, यो 6500 किलोमिटर, 6500 किलोमिटर है। अनि एसियन हाइवे, ASIAN, एसियन हाइवे, एसियन हाइवे, यसको लम्बाइ भनेको 1,40,998 किलोमिटर हो। सबैभन्दा बढी चीन, चीनमा 25,000 किलोमिटर, अनि सिङ्गापुरमा 19 किलोमिटर, भुटानमा 1 किलोमिटर भन्ने पाइन्छ। अब यसको चाहिँ तपाईँको दस्तावेजमा अलिअलि फरक कुरा छ, नेपालमा 1321 किलोमिटर, 1321 किलोमिटर। टर्की सहित 33 देश, 33 देश, टर्की सहित 33 राष्ट्र छुन्छ यो एसियन हाइवे है। नेपालमा कोड भएका राजमार्गहरू, नेपालमा कोड भएका राजमार्गहरू, नेपालमा कोड भएका राजमार्गहरू यो महेन्द्र राजमार्ग A2 हो,
अत्री भनेको अरनिको र त्रिभुवन A5 हो। अनि त्यसपछि पृथ्वी A41, अनि काठमाडौँ, जनकपुर, भित्तामोड A43, A43। अनि त्यसपछि अर्को चाहिँ काठमाडौँ, जनकपुर, भित्तामोड A43, अनि त्यो सिद्धार्थ A48, सिद्धार्थ A48। रेल, पूर्व पश्चिम विद्युतीय रेल, पश्चिम विद्युतीय रेल 945 किलोमिटर, लिक सहित 1056, 1056 किलोमिटर। हाल 62 किलोमिटर निर्माण भएको, 62 किलोमिटर रेल निर्माण छ, रेल निर्माण सम्पन्न भएको छ, सम्पन्न 62 किलोमिटर रेलको चाहिँ निर्माण सम्पन्न भएको छ। अनि हवाई सम्झौता, हवाई सम्झौता भनेको अहिले 42 देशसँग भएको छ नेपाल देशसँग हो। पहिलो देश कुन हो? भारत, सन् 1964। 42औं देश कुन हो? स्विजरल्यान्ड, 2024 फेब्रुअरी 6। नेपालमा उडान भर्ने विदेशी विमान कम्पनी, विमान कम्पनी 31वटा, विदेशमा उडान भर्ने नेपाली विमान कम्पनी 3वटा, हिमालय, आर्य, बुद्ध। सञ्चालन हुन सक्ने सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थल, कालोपत्रे विमानस्थल, विमानस्थल कतिवटा? 42। सञ्चालनमा विमानस्थल, सञ्चालनमा 35वटा। अग्ला विमानस्थल, अग्ला विमानस्थल भनेको स्यालाचा सिडो, सिडो। होचा विमानस्थल विराज चन्द्र गौतम, विराज चन्द्र गौतम, विराज चन्द्र गौतम। होचा विमानस्थल विराज चन्द्र गौतम। साँगुरो जिरी दोलखा, दोलखा। खतरनाक तेन्जिङ हिलारी, तेन्जिङ हिलारी। तेन्जिङ हिलारी कसको नाम हो? लुक्ला, लुक्ला। अनि त्यसपछि बढी व्यस्त, पहिलो TIA, त्रिभुवन इन्टरनेसनल एयरपोर्ट, दोस्रो पोखरा, पोखरा।
ल अरूको त बुझिहाल्नु भयो तपाईँले। अब पूर्व पश्चिम विद्युतीय रेल 945 लिक सहित अब 62 किलोमिटर रेल निर्माण भएको, हवाई सम्झौता 42 देशसँग भएको छ। नेपालले अहिलेसम्म 42वटा देशसँग हवाई सम्झौता गरेको छ। पहिलो भारत 1964, 42औं स्विजरल्यान्ड हो 2024 फेब्रुअरी 6मा क्लियरै छ। नेपालबाट बाहिर, नेपालमा विदेशका 31वटा विमान कम्पनीले उडान भरिरहेछन्। 3टा नेपालका जान्छन्, हिमालय, बुद्ध र नेपाल एयरलाइन्स भनेको तिनीहरूले नेपाल हिमालय एयरलाइन्स, बुद्ध नेपाल एयरलाइन्स र बुद्ध एयरलाइन्स। बुद्धले चार्टर्ड विमान गर्छ, त्यही भएर भनेर भनेको। सबै मौसममा सञ्चालन हुन सक्ने विमानस्थल 42वटा छन्। तर 42वटा भएर के काम, सञ्चालनमा कति छन्, 35वटा मात्रै छन् भनेको, अरू छैनन्। अग्ला विमानस्थल भनेको स्या भनेको स्याङबोचे 3749 मिटर, ला भनेको लाङटाङ 3658 मिटर, सी स्यालाचा नै छुटेछ नि त, स्यालाचा, स्यालाचा सिडो भन्न त भनेको थिएँ, लेख्दाखेरि लेखेको छु। स्यालाचा सिडो हेर्नु त, स्याङबोचे 3749 मिटर, लाङटाङ 3658 मिटर, चामे 3653 मिटर, सिमीकोट 28, ढोरपाटन 2712, होइन। भनेको यो चाहिँ तपाईँको यसको चाहिँ हाइट जान्न पर्दैन, कहिलेकाहीँ 5वटा अफिसरलाई सोध्छ, अरूलाई त सोध्दैन कहिलेकाहीँ। अनि होचा भनेको विराटनगर 72 मिटर, राजविराट 76 मिटर, जनकपुर 78 मिटर, चन्द्रगढी 91 मिटर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 109 मिटर। भनेको विराटनगरबाट सुरु गर्नु भने विराटनगर 72, 76, 78, 72, 76, 78, 91, 109। कहिलेकाहीँ चाहिँ तलमाथि सोध्न सक्छ, त्यही भएर। साँगुरो विमानस्थल जिरी भइहाल्यो। खतरनाक तेन्जिङ हिलारी लुक्ला 64 सालपछि खतरनाक भएको थियो, उहाँले नामाकरण चेन्ज भएको। व्यस्त पहिलो टिआइए, दोस्रो चाहिँ तपाईँको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सबभन्दा बढी छन्। अब यसमा हजुरहरूले चाहिँ पढ्ने भनेको कि तपाईँले जिल्ला अनुसार विमानस्थल कण्ठ पनि गर्नुभयो होला, त्यो म त्यति धेरै चाहिँ गइनँ। तर तपाईँहरूले पढ्ने भनेको पूर्वमा चाहिँ त अलिक अप्ठ्यारा भनेको पश्चिमतिर छन् क्या, पूर्व पनि छन् त। अब सुकेटार ताप्लेजुङ भयो, पालुङ एकाइ रुम्जाटार ओखलढुङ्गा भयो, खिजी चण्डेश्वरी ओखलढुङ्गा, अनि त्यसपछि यो के भन्छ अरे पालुङ भन्यो भने यो शङ्खा तुम्लिङटार शङ्खुवा सभा, चुवान डाँडा भइहाल्यो, होइन, रविन्द्र अधिकारी त्यता गएको बेला मरेको, होइन। त्यसपछि तलका भद्रपुर, सत्रपुर, विराटनगर, सिराटनगर ती त त्यसै नाम आइहाल्छन्, त्यो पर्दैन। त्यो भोजपुरको भोजपुर त पनि चाहिएन, होइन। यतापट्टि चाहिँ खोटाङतिर आउनुभयो भने लामी डाँडा यता छेउको, बिचको बजारतिरको थामखर बजारतिरको यो मायामन माया खान डाँडा, अनि लास्टको भोजपुरतिरको उता पारिपट्टिको थामखर्क भयो, होइन। अनि ओखलढुङ्गामा खिजी चण्डेश्वरी र रुम्जाटार भइहाल्यो। यतापट्टि सोलुमा 5वटा छन्, लुक्ला, फाप्लु, कागेल, स्याङबोचे र गुदेल। लुक्ला, फाप्लु, कागेल र स्याङबोचे चलेकै छन्। लुक्ला, फाप्लु, कागेल, स्याङबोचे 4वटा, अनि गुदेल डाँडा चाहिँ एउटा बन्दैछ, होइन, सोलुखुम्बु। खोटाङको भइहाल्यो। तल झर्नुभयो भने अब उता सोलुखुम्बुभन्दा वारी आउनु भने रामेछाप, ओखलढुङ्गामा चाहिँ भइहाल्यो। अनि ओखलढुङ्गा भन्दा वारिपट्टि रामेछाप भयो, रामेछापमा चाहिँ मन्थली विमानस्थल भयो। अनि त्यसपछि सिन्धुलीमा विमानस्थल छैन, माथि चाहिँ तपाईँको काभ्रे प्लान्चोक सिन्धुपाल्चोकमा छैन। अनि त्यसपछि एकैचोटि यहाँ चाहिँ त रसुवातिर हो, रसुवामा धुन्चेको थाहा छ नि तपाईँलाई, यो चाहिँ तपाईँको लाङटाङ विमानस्थल, लाङटाङ रसुवा, होइन। अनि काठमाडौँ भइहाल्यो, काठमाडौँबाट धादिङतिर, धादिङबाट उता गोर्खातिर पालुङटार भइहाल्यो, उता लमजुङतिर शीतलेश्वर विमानस्थल छ, सुकिलुम्बा इलाम, सरी एउटा बिर्सेछु, सुकिलुम्बा इलाम। अनि त्यसपछि यो के भन्छ अरे गोर्खा पालुङटार, लमजुङको शीतलेश्वर, पोखरा भइहाल्यो। पोखराबाट पारि स्याङ्जा छैन, पर्वतमा पनि छैन। बागलुङमा 2टा छन्, ढोरपाटन र बलेवा। म्याग्दीमा छैन, मुस्ताङमा जोमसोम भइहाल्यो। मनाङमा चामेलाई हुम्डे भन्छ, मनाङको चामेलाई हुम्डे, हुम्डे विमानस्थल भन्छ। त्यसपछि चाहिँ तपाईँको मुस्ताङ, म्याग्दी, बागलुङ भयो। बागलुङभन्दा पारि रुकुम, रुकुममा चाहिँ अब रुकुम पूर्वमा रुकुमकोट विमानस्थल रुकुम पूर्वमा पर्छ, चौरजारी विमानस्थल रुकुम पश्चिममा पर्छ, सल्ले विमानस्थल चाहिँ पर्छ, सल्लेरी होइन, सल्ले। सल्ले भनौँ भने पश्चिम रुकुम, सल्लेरी भनेको त सोलु सल्लेरी भइहाल्यो। अनि पूर्व रुकुम र पश्चिम रुकुम भन्दा तलतिर उतापट्टि चाहिँ जाजरकोट पर्छ, जाजरकोटमा छैन। पारि सुर्खेत भयो, सुर्खेतभन्दा दैलेख छैन, दैलेखभन्दा उतापट्टि चाहिँ तपाईँको अब आए अछाम। अब यतापट्टि गयो भने कर्णाली जानु पर्यो, कर्णालीमा कालीकोटमा कोटबाडा भइहाल्यो, सुनथराली, सुनथराली, कोटबाडा, कालीकोट भयो। जुम्लाको जुम्लै भइहाल्यो। अनि त्यसपछि डोल्पाको चाहिँ ताल्चा विमानस्थल मुगु भयो। डोल्पाको जुफाल र पहाडा, त्यो पहाडालाई मसिनी चौर पनि भन्छ, होइन। हुम्लाको सिमीकोट भइहाल्यो। अनि तल झर्नुभयो भने तपाईँको अब यता के अरे अछामतिर जानुभयो, अछामतिर गइसकेपछि शीतल साँफे बगर अछाम भयो। अनि बैतडीको पाटन भइहाल्यो। अनि यता बाजुरातिर आउनुभयो भने कोल्टी बाजुरा भयो, कोल्टी बाजुरा। अब तल सल्यानतिर झर्नु भने बडाचौर रोल्पा, सल्यानमा छैन। अनि त्यसपछि यतापट्टि गुल्मीमा सिमी, सिमी चौर भइहाल्यो। अर्घाखाँचीमा अर्घा भगवती भयो।
अनि पाल्पामा छैन स्याङ्जा, तल बुटोल भयो, त्यसपछि उता गेटा कैलाली भइहाल्यो, गोकुलेश्वर दार्चुला। त्यसरी चाहिँ तपाईँको विमानस्थल चाहिँ तपाईँको देवल बजाङ टरी गाउँ दाङ, देवल भनेको बजाङ, टरी भनेको दाङ हो। ती विमानस्थल त्यसरी चाहिँ तपाईँको पढ्नु है। त्यो अब सरसर हेर्नु, अरू त्यस्तो धेरै चाहिँ अब विमानस्थलमा हजुरहरूले त्यस्तो चाहिँ ऊ चाहिँ गर्न पर्दैन। कहिलेकाहीँ अब जोडा मिलाउन या अथवा केही हिसाबले चाहिँ तपाईँको क्वेसन सोधिरहेको हुन्छ, जोडा मिलाउन अथवा सिङ्गल क्वेसन पनि सोध्छ, त्यसमा चाहिँ ख्याल गर्न पर्ने कुरा भनेको सिङ्गल क्वेसन चाहिँ त्यति ऊ चाहिँ छैन, तर जोडा मिलाउन नै क्वेसन सोधिरहेको चाहिँ छ होइन। अब त्यसपछि केबल कारको पनि त्यसरी नै पढ्नु है। केबल कार भनौँ नि, अब केबल कार भनौँ भने तपाईँले 1 नम्बरमा मनोकामना भनौँ, मनोकामना हो 2.8 किलोमिटर हो, 2055 सालदेखि हो। अनि त्यसपछि चितवन गोर्खा हो, चितवनदेखि गोर्खा, गोर्खा यसरी हेर्नु पर्यो। अनि 2 नम्बरमा चन्द्रगिरी, चन्द्रगिरी विमानस्थल केबल कार भनेको 2.5 किलोमिटर, 2073 सालमा। अनि यो काठमाडौँ भइहाल्यो, काठमाडौँ होइन, काठमाडौँ। अनि त्यसपछि 3 नम्बरमा भनेको कालिम्चोक भइहाल्यो, कालिम्चोक केबल कार, कालिम्चोक केबल कार भनेको 0.9 किलोमिटर, 2075 सालमा होइन, दोलखा, दोलखा, दोलखाको कुली बजारदेखि चाहिँ तपाईँको यो कालिम्चोक भगवतीसम्म भन्दा चाहिँ दोलखाको कुली बजारदेखि कालिम्चोक भगवतीसम्म भयो। 4 नम्बरमा अन्नपूर्ण केबल कार, अन्नपूर्ण केबल कार 2.4 किलोमिटरको, अनि 2078मा होइन, 78मा पोखरा, पोखरा सेदी बगरदेखि कहाँसम्म भन्दाखेरि माथिको सराङकोट, सराङकोट भनेको यो कास्की भयो, कास्की भनेको सराङकोट भनेर भनेको चाहिँ तपाईँको माथिको पाहाडसम्म भनेर भनेको है। त्यो भनेको चाहिँ यो के भन्छ अरे सराङकोटको डाँडोसम्म माथि चाहिँ तपाईँको भनेर भनेको यो। अर्को 5 नम्बरमा मौला कालिका भइहाल्यो, मौला कालिका 1.2 किलोमिटरको, 2080 सालमा होइन, कहाँ नवलपुर, नवलपुर गैँडाकोट, गैँडाकोटदेखि मौला कालिकासम्म भनेको चाहिँ तपाईँको उसको चाहिँ के भन्छ अरे यो नवलपुरको गैँडाकोटदेखि मौला कालिकासम्म भनेर भनेको। अर्को 6 नम्बरमा लुम्बिनी केबल कार, लुम्बिनी केबल कार 2.5 किलोमिटरको, 2080 सालमै होइन, रूपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर, पाल्पाको बसन्तपुर ल ल हेर त। ल यसरी चाहिँ अब मैले चाहिँ यसरी पढ्थेँ होइन। अब यो ढङ्गबाट पढ्नु भयो भने सजिलो पनि हुन्छ ल।